केपी शर्मा ओलीज्यूले राजासँग आफ्नो तुलना हुँदैन भनेर भन्नुभयो। हो, ठीक हो। न तपाईको न यो देशको राष्ट्रपतिको राजासँग कुनै पनि तुलना हुँदैन, किनभने देश र जनतालाई संकट परेको अवस्थामा जनतालाई मारेर भाग्ने राष्ट्रपति र प्रधानमन्त्रीको यो देशमा राजासँग तुलना हुँदैन। तपाईहरु नेतागण र यो देशको राजामा धेरै फरक छ। जनताले माग्दाखेरि जनताको नासो जनतालाई दिन्छु भनेर हाँसी हाँसी दरबार छोड्नु भएको थियो, जसको शताब्दीको विरासत थियो। तर तपाई 76 जना मर्दाखेरि पनि यो देशमा मै प्रधानमन्त्री हुनुपर्छ भन्ने हकले गर्दा